स्वागत छ साथीहरु तपाईलाई अर्को नयाँ भिडियोमा। आज म तपाईलाई देखाउने छु दुबईको एप्पल स्टोर कस्तो हुन्छ त। यो भिडियोमा देख्नुहुनेछ दुबईको एकदमै लग्जरी एप्पल स्टोर। साथीहरु अहिले म यो दुबईको मल अफ द इमिरेट्समा रहेको एप्पल स्टोरमा छिर्दै छु। यो एप्पल स्टोरको कुरा गर्दा साथीहरु यो चाहिँ यूएई मा सबैभन्दा पहिलो चोटी ओपन भएको एप्पल स्टोर हो है। यो चाहिँ 2015 मा यूएई मा पहिलो चोटी एप्पल को स्टोर ओपन भएको हो। यो भित्र हेर्नुस् एकदम हरियाली छ। तपाईलाई यहाँ भित्र छिर्दाखेरि त्यस्तो स्टोर भित्र छिरेको फिलै हुँदैन, कुनै पार्कमा छिरेको जस्तो है। एकदम सुन्दर छ, एकदम लग्जरी छ र एकदम सफा छ। र यो एप्पल को ग्याजेट्सहरु यो सामानहरु चाहिँ मलाई थाहा छैन साथी, म किनकि एप्पल बोक्ने मान्छे होइन। पक्कै पनि अब हजुरहरु एप्पल बोक्नु हुन्छ होला, तर मेरो चाहिँ एन्ड्रोइड हो है। र एन्ड्रोइड को कुरा गर्दा तपाईलाई थाहा नै होला स्यामसङ र एप्पल को कतिको ठुलो वार चलिरहेको छ। तर एप्पल भनेको एप्पलै हो। अहिलेसम्म एप्पलले नै स्यामसङलाई लात्ती हानिरहेको छ है। 2024 मा पनि एप्पल र स्यामसङको एकदमै घमासान भयो है। तर लास्टमा एप्पलले नै जित्यो। धेरै रेभेन्यू एप्पलले नै गर्यो, धेरै फोन एप्पलले नै बेच्यो। तर तपाईलाई थाहा छ कि छैन साथीहरु, धेरै कम्पोनेन्ट्सहरु जुन चाहिँ अहिले एप्पलले युज गरिरहेको छ, जुन चाहिँ अहिले एप्पल छ, धेरै कम्पोनेन्ट्सहरु अझै पनि एप्पलले स्यामसङबाटै लिनु परेको छ। तपाईलाई थाहा छ यो कुराहरु। धेरै चीजहरु नत्र एउटा मात्र होइन, धेरै कम्पोनेन्ट्सहरु चाहिँ स्टिल एप्पलले स्यामसङकै भर पर्नु परेको छ। तर एप्पलले स्यामसङलाई मात चाहिँ दिइसकेको छ है। स्यामसङ भनेको अब एउटा छुट्टै ब्रान्ड हो, तर एप्पल भनेको अब खै के भन्नु। आजकल त एप्पल बोक्ने मान्छे नै अब धनी, वरिष्ठ र एकदम स्मार्ट सम्झिन्छ हैन त साथीहरु। एनीवे साथीहरु, यो थियो आज दुबईको एप्पल स्टोर कस्तो हुन्छ भनेर। बाइ द वे, तपाईहरु शपिङ गर्न चाहनुहुन्छ भने, दुबईमा हुनुहुन्छ भने एप्पल को सामानहरु किन्दा चाहिँ दुबईमा एकदम सस्तो हुन्छ है, कम्पेयर टु नेपाल र अरु कुनै शहर अथवा देश भन्दा। यहाँ चाहिँ अलिकति ट्याक्स कम भएर र अरु बाहिर भन्दा एकदमै सस्तोमा तपाईले शपिङ गर्न सक्नुहुनेछ। सो यदि तपाई दुबईमा हुनुहुन्छ, दुबईमा तपाई कसै मान्छेहरु छ, साथीहरु छ भने यहाँ बेटर एउटा यसो किन्दा हुन्छ है, अलिक सस्तो पर्छ। भिडियो तपाईलाई कस्तो लाग्यो साथीहरु? भिडियो राम्रो लागे पनि लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला। यात्रा गर्दै गर्नु होला, सपना देख्दै गर्नु होला। फेरि भेटौँला अर्को भिडियोमा। तबसम्म आफ्नो केयर गर्नु होला। थ्यांक यू।